नमस्ते साथीहरू, हजुरहरूलाई मेरो च्यानल रेसिपिजको खजानामा स्वागत छ। आज म देवघर झारखण्डको प्रसिद्ध मटन अठ्ठेको रेसिपी सेयर गर्दैछु। आशा छ हजुरहरूलाई मनपर्छ होला। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। यसको लागि 1 केजी मटन मिडियम साइजको पिसेजमा काटेको, 1 ठुलो चम्चा काश्मिरी खुर्सानीको धुलो, आफ्नो टेस्ट अनुसार रातो खुर्सानीको धुलो, 1 ठुलो चम्चा गरम मसला, 1 ठुलो चम्चा मिट मसला, 2 ठुलो चम्चा धनियाँ जिराको धुलो, केही दालचिनी, ल्वाङ, ठुलो इलायची, सानो इलायची, मरिच, जावित्री र 1 सानो चम्चा जिरा, 3 ठुलो अदुवाको टुक्रा। साथीहरू, यो रेसिपीमा अदुवा अलिक बढी युज हुन्छ र यहाँ हामी लसुन युज गर्दैनौँ। 3 ठुलो मिडियम साइजको प्याज, 1 सानो कचौरा घिउ, हिङ, स्वाद अनुसार बेसार र नुन। सबभन्दा पहिला एउटा कचौरामा थोरै पानी लिने अनि त्यसमा थोरै हिङ राखेर घोल्ने। बेसिकली यो हाम्रो हिङ पानी रेडी भइसक्यो। अब एउटा बाक्लो पेन्दी भएको कडाई तताएर त्यसमा 200 ml तोरी तेल राख्ने र तेललाई मजाले तताएपछि हिङ पानी राख्ने र फटाफट ढकनीले छोप्ने, किनकि तातो तेलमा पानी राख्दा यो उछिटिन्छ, सो ध्यान दिएर गर्नुपर्ने हुन्छ। यसो गर्नाले तोरी तेलमा रहेको कड्वापन हट्छ र मासुको फ्लेभर पनि इन्हान्स हुन्छ। केही सेकेन्डमा ढक्कनी हटाएर तयार पारेको जिरा र गोटा गरम मसला राख्ने। हल्का रातो भइसकेपछि सबै मासु राख्ने र चलाउने चारैतिर र खुल्लामा पकाउने मिडियम फ्लेममा। यता हामी अदुवालाई खलपट्टामा कुट्छौँ, केही मरिचका दानालाई नि कुटेर रेडी गर्छौँ, साथै प्याजलाई लाम्चो पारेर काट्छौँ। खुलामा मासु पकाउँदै जाने, जसरी हामी पक्कु बनाउँदा फ्राई गर्छौँ त्यसरी नै। पकाउँदै जाँदा यसको क्वान्टिटी घट्छ र अलि रातो भएपछि चप गरेको प्याज राख्ने, कुटेको अदुवा राखी फेरि मजाले चलाउने। अब यतिखेर स्वाद अनुसार नुन लाएर चलाएर छोपिदिने। केही मिनेटको ग्याप लिँदै यसलाई छोपी छोपी चलाउँदै पकाउने। नुन राखेको हुनाले प्याज मजाले गल्न थाल्छ। प्याज गलेपछि अब यहाँ कचौराको आधा घिउ राखेर चलाउने र ग्यासको फ्लेम लो गरेर फेरि छोपेर पकाउने। अब यता सबै सुक्खा मसला, मरिचको धुलोलाई थोरै पानी राखी मसलाको घोल बनाएर मासुमा राख्ने र चलाएर छोपी छोपी अझ 4-5 मिनट पकाउने। यतिन्जेलमा मसलाले तेल छोडिसकेको हुन्छ र मसला राम्ररी फ्राई भइसकेको हुन्छ। अब बाँकी रहेको घिउ राखी फेरि चलाउँदै जाने 3-4 मिनट। यहाँ हजुरहरूले नुन ठिक छ वा छैन चेक गर्नुहोला र मासु कतिको पाकेको छ त्यो पनि चेक गर्नुपर्ने हुन्छ। मासु यदि पाकेको छैन भने लो फ्लेममा अझ केही बेर पकाउने। यहाँ मासु पाकिसकेको छ, हेर्नुहोस् त कस्तो खाउँ खाउँ भएको छ। लौ त यसलाई सर्भ गरौँ। यो डिसमा झोल हुँदैन, न त हामीले पानी प्रयोग गरेको छौँ, यो यतिकै सुक्खा हुन्छ। यसलाई तातो तातो भातमा मुसेर खाने सलादसँग साह्रै स्वादिष्ट हुन्छ। रेसिपी कस्तो लाग्यो कमेन्ट गर्नुहोला। च्यानललाई सब्सक्राइब, लाइक, सेयर गर्न नभुल्नुहोला। भिडियो अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।